यहाँ चाहिँ दिदीले के अरे ढेँडो बनाउँदैछ आज चुलामा अर्ग्यानिक ढेँडो। यहाँ चाहिँ दिदी सिक्किमबाट आएर बनाइदिनु हुँदैछ। अनि त चुलामा आज चाहिँ ढेँडो र हामी कुखुराको मासुसँग खाने कुखुराको मासुको झोलसँग ढेँडो। तपाईँले त घरमा मजाले बनाउनु हुँदैछ है। हाम्रो सिक्किमको बहिनी यो चाहिँ अर्ग्यानिक छ है। पहिला खान्थे मान्छेहरूले, अहिले त बनाउनु त जान्दैन छ हामीहरूले त। त्यो काठको है दिदी चलाउने। बनाउनु हुँदैछ। यहाँ चाहिँ आमाले लिएर आउनु भएको घरको लोकल। खुट्टा दुख्छ हो, त्यही भएर खाँदैन। यो चाहिँ हाम्रो बनिँदैछ। दिदीले चाहिँ एकदम मिठो बनाउनु हुन्छ, टेस्टी। ढेँडोसँग चाहिँ यो मासु यहाँ ढेँडो बनाउनु दिदी चाहिँ यहाँ छ। उहाँ चाहिँ रिसाङ चाहिँ बोजूसँग बसिरहन्छ। बाबा तर खुवाउँदा हुन्छ नि नानीहरूलाई। बोजूले खुवाइदिँदैछ ढेँडो र चिची है। मेरो छोराले चाहिँ मिठो मानेर खाँदैछ। मिठो नानी, मिठो गरिदेऊ त, मिठो गरिदेऊ न। मिठो मिठो छिटो, मिठो 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 गरिदेऊ न, छिटो मिठो। अड्कियो। ढेँडो के बनाएको ला? त्यस्तो बनाउनु हुँदैन त। भन्नु न उयो बनाउँदैछ नानी, जस्तो त्यस्तो बनाउनु हुँदैन नानी। हो अलिक बसेर भन्नु न। साथीहरूले खाइसके। यहाँ मेरो छ मिठो भएको त्यो खाएको गरिदिउँ न।